त के भन्न चाहन्छु भने माननीय हरकृष्ण सरलाई म मेरो तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हामीहरूले कहिले नसुनेका, कहिले नदेखेका, कहिले नसुनेका मान्छे, नदेखेका मान्छे नि आजभोलि हाम्रो भगवान हुनुभएका छ। हामीले धेरै धेरै खुसी भएका छौँ। हामीहरू खुसी हुनुहुन्छ है? अब स्कुल आउन जान सजिलो भयो अब? पहिला त गाह्रो थियो नानी अगाडि त बहिनीलाई बोकेर ल्याउँथे नि है? एक आँखामा झोला एक आँखामा बहिनी जान्ने थियो र त्यो ट्विनमा जान्थ्यौँ हामीहरू। आज त कहिले डाँडा लगाएर दुईटा यसरी बच्चाहरूलाई तार्नै पर्यो नि क्या पुलमा जान्थ्यौँ, कहिले त हामीहरू कहिले पुल बगाएको सकेको हुँदा हामीहरू डाँडा लगाएर यता के भन्छन् हामीहरू कहिले त पानीमै पानी आउँदा पनि हामीहरूलाई आमा बुबाले थाहा नपाउँदा हामीहरू के पानीमा भिज्थ्यौँ धेरै। हामीहरूलाई धेरै गाह्रो पनि हुन्थ्यो, बिरामी पनि पर्थ्यो हामीहरू पानीमा भिजेर। कहिले नानी कहिले याद छ खोला तार्न नसकेर वारी नै बसेको यादहरू छ? त्यस्तो अवस्था आछ? हजुर आछ है? हजुर। अनि के भन्छन् हामीहरू यता हामीहरू घरमा नपुग्दासम्म हाम्रो आमा बुबाहरूलाई पनि धेरै चिन्तितमा हुन्थ्यो। चिन्ता हुन्थ्यो है? हजुर, आहा धेरै चिन्ता